नमस्ते सम्पूर्णमा मेरो यो भिडियोमा तपाईहरु सबैलाई स्वागत छ। हामी चाहिँ केही समय अगाडि सिम्याङ सिंहदाईको म्युजिक भिडियोको लागि चोतुङ पार्क गएका थियौं। यता पारी दाइहरु हुनुहुन्छ, यता पारी चोतुङ पार्क देखिरहनु भएको छ। के गर हैन भाइ, यति बनाएको हैन, एउटाको 4000 माग्यो क्या पेन्सिल स्केच गरेको। फेरि अनि यो त अनि अहिले भएर फरक हुन्छ नि त त्यसमा। अब यहाँ मैले देखेको छैन, फोटो भयो नि हुन्थ्यो। बनाउँदै गरेको हो के यो? फोटो पनि छ नि, फोटो देखाइदिनु छ पर्दैन यसैले के गर्दा हेर्दै गर्नु न फोटो अगाडि फोटो पनि ल्याउँ त। ए यही तल छ नि त यो के छ प्रप्स लगाएको भने थाहै भएन। यहाँ चाहिँ क्रिस दाइले हाम्रो हिरोइनको चित्र बनाइरहनु भएको छ। हामीले स्केच चाहिँ ल्याएको थियौँ, त्यही पनि ट्राई गरिरहनु भएको छ अन्त बनाउने। हामीले चाहिँ पुरै बनाएको ल्याएको थियौँ, ट्राई गरिरहनु भएको छ। यता मजाले चित्र बनाउनु हुँदो रहेछ दाइले पनि। यता दाइहरू भिडियो गरिरहनु भएको छ, पर्खिरहनु भएको छ सबैजनाले। एक मौसम पनि पर्खिरहनु भएको छ। उसु लागेर सुटिङ गर्न एकदम धेरै गाह्रो भइरहेको थियो। एलिस दाइ पनि राम्ररी हेरिरहनु भएको छ, बुकुन दाइ बसिरहनु भएको छ, क्रिस दाइले टक्क बनाइरहनु भएको छ, भगन दाइ पनि हेरिरहनु भएको छ। अब यही माथि कोर्नु गाडा आफै झन् राम्रो हुन्छ कि यही माथि कोरेर जस्तो गर्नु। यति आँखा र यो चाहिँ अलि गाडा बनाउनु त। आँखा चाहिँ आँखा गाडा यही त हो नि, अहिले त्यहाँ नदेख्न सक्छ भनेर देखिन्छ। यही माथि कोर्नु ल भइगयो त। ल हानौ ल। यसपछि चाहिँ चित्र बनिसकेपछि चाहिँ सुटिङको लागि रेडी भयो। सबैजना तयारी हुनुहुन्छ, दाइ पनि तयारी हुनुहुन्छ, सिम्याङ दाइ पनि तयारी हुनुहुन्छ, सबैजना रेडी हुनुहुन्छ। हाम्रो क्यामेरा यता छ, हाम्रो साथीहरू यता हुनुहुन्छ, अनि डिरेक्टर साहब यता हुनुहुन्छ, अझै मौसम नखुलेर तनाव हुनुहुन्छ। खुलिन्छ नखुलेर तनाव छ है। हाम्रो यो गीत चाहिँ सिम्याङ सिंहदाईको युट्युब च्यानलमा आइसकेको छ, हात पारे भाकाइमा भन्ने। कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला। यहाँनिर चाहिँ हाम्रो डिरेक्टर भुवन दाई, क्रिस गुरुङ दाई र एलिस दाई पुरा प्र्याक्टिस गरिरहनु भएको छ। टिकटकको लागि पनि बनाइरहनु भएको छ। यता सबैजनाले हेरिरहनु भएको छ, प्र्याक्टिस गरेको उसुले गर्दा तनावमा रमाइलो गरिरहनु भएको छ। आजको हाम्रो हिरोइन हिजोदेखिकै नै हो। कस्तो भइरहेछ? जाडो भइरहेछ। तनाव म बिरामी छु हेर्नु न। तपाईँहरूले मेरो स्वर पनि एकदमै नाके स्वर सुन्नुहुन्छ होला, किनभने म बिरामी भएको 1 हप्ता ज्यादा भइसक्यो। 1 हप्तै भयो तर पनि म काम गरिरहेछु। यतिको लगाव चाहिँ हुनु पर्छ। सो तपाईँहरूले पनि पछि यो भिडियो रिलिज भयो भने धेरै माया गरिदिनुपर्छ। बिरामी भइ के भन्छ, बिरामी नभनी औषधि खाँदै तपाईँहरूकै लागि भिडियो बनाउँदैछु। प्लिज माया गरिदिनु होला। पछि देखाइदिनुहोस् यता। उसले चाहिँ तनाव गरिरहेछ। लोकेसन यति गाह्रो भइरहेछ। रेडी हो? होला सायद यो चाहिँ हामी चोतुङ पाहाडबाट फर्किँदाखेरि अलि माथि खिचेका थियौँ डाँडामा। यहाँ पनि
एकदम धेरै हुस्सु चाहिँ चलिरहेको थियो। हुस्सु आउने जाने भइरहेको थियो। त्यही पनि हुस्सुको बावजुद पनि हामीले सुटिङ गऱ्यौँ। हुस्सुलाई पर्खिँदै भए पनि गऱ्यौँ। यहाँनिर 3 जनाको थियो। डाँडामा चौतारो रहेछ, एकदम राम्रो चौतारो र ठाउँ पनि राम्रो रहेछ। हुस्सु लागिरहँदो रहेछ। हुस्सु बोल्दा त कति राम्रो जस सक्यौँ। सुटिङ सकेर फर्क्यौँ। 2 जनाको थियो, 2 जनाको सकेर फर्क्यौँ। हेलो गाइज, हामी चाहिँ हाकपारेको क्लाइमेक्स सकेर सुटिङ गरेर फर्किँदैछौँ। यस्तो माथि डाँडामा सिन बवाल छ। अब चाहिँ लोकेसन चेन्ज गरेर सकिँदैन थियो नि। ल खाना खाइएको छैन। भन्ने चाहिँ यो बेला हो क्या। फेरि छिटो हो नि त। फेरि छिटो हो नि त। हजुर 4 बजिसक्यो। त्यही भएर तल हाम्रो दाइ भाइको च्यानलले चाहिँ एकदम सबैजनाले माया गरिदिनु पर्यो होइन, सब्सक्राइब गरिदिनु पर्यो। कन्टेन्ट एकदम दामी छ। मैले नि हिजो हेरेको थिएँ, बिहान सिन हाल्नु हुँदो रहेछ। म भरे गएर जारी हेर्छु ल। अनि सबैजनाले नबिर्सिकन चाहिँ लाइक सब्सक्राइब सब गरिदिनुहोस् होइन। भाइलाई सपोर्ट गरिदिनु ल। धन्यवाद। अब हामी सुटिङ सकेर छिट्टै भात खानेछौँ भन्ने आशमा अहिलेलाई यति नै। त्यही भन्नलाई हौ के हो भाइ हैन अन गरेको यति भन्नलाई हो। ल आजलाई हाम्रो प्याकअप 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 प्याकअप। थ्याङ्क यू भेरी मच। एकदम रमाइलो। लाइक प्याकअप भयो। यस थ्याङ्क यू सो मच। त्यो शब्द राख्दिनु। दामी चढ्नु पर्छ। हैन सामान झिक्नु पर्दैन नि भनेको। खोइ हाम्रो गायक त गायक खोइ। ओ गायक माथि गायक त संगीतकार। त्यो दुईटा खोल्दिनु त। लगातार 3 दिनको काम कस्तो भयो? दामी। तपाईको गजब। ब्याकअप हो खाको। एकचोटि उचाल्नु पर्यो। ओइ भिडियो भिडियो छ। ल 3 दिनको प्रेसरले गर्दा प्याकअप साथी हो फाइनली।